हेलो हाई अनि नमस्ते सबैजनालाई। हामी चाहिँ अहिले क्रोसियामा छौँ होइन। अनि हामी चाहिँ रोगिर घुम्न जाँदैछौँ उहाँ दिदीको घरमा होइन। उहाँ दिदीले हामीलाई उहाँ रोगिर घुमाउनु लाँदै हुनुहुन्छ। अनि हामी चाहिँ जाँदैछौँ, हिँड्दै हिँड्दै जानुपर्ने रोगिर पनि गाडीले छोडिहाल्यो हामीलाई होइन। गाडीले छोडिहाल्यो। अब दिदी कति बजेको गाडी आउँछ अब? हेर्नुपर्छ अब 10 मिनट पछि आउँछ। 10 मिनट। अनि हिँड्दै हिँड्दै जाने भने यहाँनिर फेरि 10 मिनटमा आउँछ गाडी। हिँड्दै गयो भने त भोलि बिहान पुगिन्छ। आज हाम्रो यात्रा चाहिँ रोगिसम्मको हो। मेरो साथी हिँड्न जान्दैन है। मेरो साथी चाहिँ गाडी क्रस गर्नै जान्दैन कि यहाँ सिकाउनु पर्छ मैले यहाँनिर। गाडी क्रस गर्न आउँदैन, गाडी आएर त स्वाट्टै बाटो क्रस गर्छ। के भन्नु र, कति सम्झाउनु भाइ। मैले हाल्छु नि फेरि यतिको यात्रा। हजुरहरूलाई पनि रोगिर घुम्न जानु मन छ भने जानु होला। उतै छ नजर। यदि तपाईहरु क्रोसिया आउँदै हुनुहुन्छ भने सिजनल भिसामा नआउनु होला है। विचार गर्नु होला। सिजनल भिसामा नआउनु होला। यदि सिजनलमा आइहाल्नु भयो भने पनि सिजनलमा यहाँ कन्ट्याक्ट सकिसकेपछि अर्को ठाउँमा मजाले काम लगाइदिन्छु भनेर जानकारी छ भने मात्रै आउनु होला। नभए नआउनु भने राम्रो हुन्छ। यहाँ आएर हजुरहरूको लागि पनि पढाइ हुन्छन्। विचार गर्नु होला, ख्याल गर्नु होला। सबैजनालाई धेरै माया छिटो माया। बाटो क्रस गर्दाखेरि क्यामेरा हेर्नु हुँदैन अरे भन्छ, मार्छ होला हौ अहिले। हामी चाहिँ जेब्रा क्रसिङ भएकोमा आइपुग्यौँ होइन गाइस। वहाँ पनि ग्रिन भयो, कुद्न हौ। नकुद्ने के ला, गाडी आयो छोड्यो अब हामीलाई। गयो सकु ताउ गाडीले छोड्यो गाइस। 10 मिनटको गाडीले पनि छोड्यो। अब केमा जाने होला दिदी? तपाईँको कोही आफन्त छैन गाडीवाला? बोलाउनु न हौ। यसो गाडीवाला बोलाउनु छैन? गाडी खोलिरहेको क्या, अब त्यो पनि बन्द भएको जस्तो रहेछ।